नमस्कार साथीहरू। अहिले चाहिँ एससीको रिजल्ट प्रकाशित भयो भनेर अफिसियलमा आएको छ, तर अहिलेसम्म चाहिँ हामीले हेर्न पाएको छैनौँ। हेर्नुहोस् त, यो कान्तिपुर.com को वेबसाइटमा पनि गएर खोल्नुहुन्छ भने यसरी रिजल्ट कमिङ सुन भनेर लेखिएको छ। त्यस्तै अब हामी sc.ntc.net.np मा पनि गएको छ, त्यहाँ पनि हेर्ने हो भने रिजल्ट कमिङ सुन भनेर लेखिएको छ। त्यस्तै अझ हामी चेक गर्ने हो भने अर्को पनि वेबसाइट छ रिजल्ट निमा एकाडेमी भनेर, त्यहाँ पनि हेर्ने हो भने रिजल्ट कमिङ सुन भनेर लेखिएको छ। यसरी हेर्दाखेरि हेर्ने भने साथीहरू अहिले चाहिँ वेबसाइटहरुमा धेरै चाहिँ अब यो खल्ती भन्ने एप छ, यो खल्ती भन्ने एपमा पनि हेर्ने हो भने रिजल्ट कमिङ सुन भनेर लेखिएको छ। अब यसरी चेक गर्नुहुन्छ भने साथीहरू अहिले चाहिँ आत्तिनु भएन। अहिले अफिसियल रूपमा रिजल्ट चाहिँ पब्लिस भएको छ, तर अहिलेसम्म कुनै पनि मेसेज चाहिँ जान सकिदैन। र अर्को फेरि भन्ने भने तपाईहरुलाई चाहिँ अहिले चाहिँ आत्तिनु हुँदैन है। कमसेकम अहिले 8 बजिरहेछ, अब चाहिँ कमसेकम आधा घण्टा 1 घण्टा पछि चाहिँ 9 बजेपछि चाहिँ यो चाहिँ वेबसाइटहरुमा लाइभ आउनेछ भनेर सूचना आएको छ। त्यसैले अहिले चाहिँ आत्तिनु भएन है। अहिले जसले पनि तपाईहरुले स्क्रिनशट देखाउँदैछ भने त्यो चाहिँ एकदमै फेक हो है, बनाएर भ्युज ल्याउनको लागि मात्र यसरी देखाएको हो। तर अहिले हेर्ने भने अब यसमा अब हामीले यो बुझ्नु पर्यो कि अब सबभन्दा पहिले चेक चाहिँ कसरी गर्ने भन्ने चाहिँ यो वेबसाइटहरु छ। म तल चाहिँ डिस्क्रिप्सनमा पनि लिंक दिन्छु, तपाईहरु यो च्यानललाई फलो गर्नुस्, म तपाईहरुलाई सबै जानकारी दिन्छु ल।